मीठो छैन कि दुध नखाऊ होइन मीठो छैन कि सुन्न लागि क्या हो मीठो छैन भने दुध नखाऊ भने त्यही लामा चाहिँ बिर्सेको नयाँ राखेको ल होइन गएर फर्केको पहिला हामी सँगै रुममा बस्थ्यो क्या 6 महिना सँगै बसेको रुममा यहाँ चाहिँ एकै बस्नुभयो जापान मा देवा कोङा चाहिँ बाहिर बोल्नु छैन पढिसकेर यतै के भने चाक्रै कम हुन त गरेमा होला कोही पढ्यो यातना यातना चाहिँ अब जाने यसै व्यवसाय बिजनेस इन्कम म मिल्न गयो अन्दोलन चाहिँ पछि चाहिँ पहुँचे होला त्यही कारण भन्नु नै हो उनकोसँग नम्बर थिए पिन्छे देवा अन्दोलन फर्टी थियो उनको अबसँग देखा तपाईँको साली उसैको महिनामा अब हाम्रो त्यो सिक्किको उनका हजम के 영상 हजम के तरीका जो मिसेला खाएगा नका याचा कि पोसे खाया इसे समझना है कि पर खाता होने ये गाना चाहिए कम तो ना तो यो के हो अन्ते थुरी लगाइन्छ
के यादमा इच्छा त काम थालेपछि कोही आउँदैछ नखाने ठिकै छ छोराका आयाम लेपा सिंगम बाबु रेकना कपिन बाबु आयाम कुमार बाडछ न भइगा नेचा हेरा सिंगम बाबु आयाम मन्त्रा नेना केसका तुम स्मतिका जरा नक्सिया ची साइड से बात करायचा तुम कना थकीका नेचा आयाम लेतो कि अन बाबु नेचा मत के का बेटा पनि भनेन Diskon tak karena kita tuh maka, wis kalau nggak juga sih bakal berhasil aman. Gore, discount logo ada. Maka, anda sidang anda biar ya tahu nggak lagi anda di dashboard ya terus. Tahu. Kalau kita am sudah mau masuk, mana yang saya cari? Nak tahu tahu ni saya. Mau masih yang kata mina ya? Oh sana. Nah, para ke? Para ke para? Ini singkat kipu kayak enggak bisa. Ini sepon mungkin di zaman ku. Ini kayak pondok lah. Ini mau kelas hari. Tanda. Ya sudah sampai di kesal. Kami. Sorry kok ada. भोलि गोविन्द आउँदैछ तिम्रो सामान पनि ल्याएको छु होइन भोलि चाहिँ बेलुका भोलि बेलुका चाहिँ उड्ने 6 बजीको टिकट छ पर्सि बिहान 7:30 मा आउँछ भने पर्सि कति बजी पुग्छ बिहान 7:30 बिहान 7:30 तिर आइपुग्छ अरे तिमीहरू कति टाढो पर्छ अरे त्यो चाहिँ थाहा छैन अब लिनु त आउँछ मलाई होइन लिनु त आउँछ अरे त्यहीको मान्छे लिनु आउँछ अरे हजुर अनि भाइले भने अनि त्यो के अरे त्यो सामान चाहिँ लिनु जान्छौ कि अनि के कारणले भाइले जान्छ भने आउँछ नि अनि तपाईँले के त्यो पाउँदैन कहिले भोलि भयो हजुर भाइ हजुर यस्तो चाहिँ मनपर्छ त्यही त कस्तो भन त म अलिअलि पठाइदिनु धेरै त होइन भोलि काम पाएन भने फेरि भोलि काम पाएन तिमीले त्यहाँ मिलाइदिनु पर्ने पनि हुन्छ हेर्ने कुन चाउचा कुन चाउचा भन त भरे मलाई मेसेज गर ल कति मिनट पछाडि म अहिले 4 बजीतिर आएको छु कि यहाँ गोविन्दले केस काट्दैछ दाजुभाइले केस काटेर गर्दैछ होइन सन्जो कुन आएको छ आउनु त यहाँ
मेरो सालीको छोरा चाहिँ यस्तो केस पनि काट्छ नि त तल काट्नु लाउँछ कि लाउँदैन के छ क्याम्पसको नियम के छ लेडिजको त अब हुँदैन जेन्ट्सको लागि समस्या हुन्छ नि नियममा त उठ्नु पर्ने हुन्छ नि हो अनि नेपालमा कति केस काट्न चाहिँ महँगो छ तिमीले कति साटेर लगेको पैसा कति 1200 ल्याउन हुन्छ ब्लक एकाउन्ट निकाल्नु पाउँछ अनि त्यस पछाडि 1200 नै काम गर्छ होइन अब केमा बढी खर्च हुन्छ त्यो अलि यहाँ सुन्नु त त्यो जस्तै एयरपोर्टदेखि आफ्नो आफू बस्ने स्थानसम्म पुग्ने खर्च चाहिँ आफैले गर्नु पर्यो होइन केही नहुने अडाना भयो क्या भन्यो त्यहाँ यसको उपाय चाहिँ अब त्यो रिङ लाइटहरू त्यहाँ राख्ने हुन्छ हेर्न राख्ने हुन्छ लाइट केही पुगेन भने चाहिँ रिङ लाइट फेरि कुरा नि गाह्रो हुन्छ क्या काम गर्नु केबाट जानु के थाल्यो केबाट जानु ट्रेनबाट सस्तो हुन्छ सर ट्रेनबाट चाहिँ सस्तो छ अरे ट्रेन ट्रेन ट्याक्सीबाट त महँगो छ को आउने भएको छ खास जसले रुम देखायो त्यही जसले रुम देखायो त्यही कति लाग्छ भन्यो सोधेन मै आउँछु भन्यो अनि सन्ध्या दिदीलाई बोलाएको क्या सन्ध्या त थाहा छैन कुन अब घर नम्बर कता के होइन ठिक छ अब त्यो अलि लाग्छ होला नि अलि गरिदिन्छ होला के भन्यो अब पुगेन भने इनकेस आफूले चलाउनु पाएन भने होइन यताउता ब्लक एकाउन्ट निकाल्नु चाह्यो भने अनरको लाइन बसिहाल्छ आउने बित्तिकै रेन्टको भाडा माग्छ त्यही ल कति जतिलाई खानु पुग्छ दुई सय युरोले पुग्छ त्यो चामलहरू कति महँगो छ चामल दाल पनि अलरेडी हालेर हुँदैन होइन के अरे वेट भने 35 केजी छ नि बिचारै नि अरे त्यहाँ जाने बित्तिकै कहाँ दिनु भात खानु परेन कस्टमा एक प्याकेट दाल एक प्याकेट चामल चाहिँ पठाउन हुँदैन रहेछ
त्यस्तो दिन्छ कि दिँदैन साँच्ची त्यस्तो चाहिँ एयरपोर्टमा दिन्छ कि दिँदैन भनेको ए मसला मसला पाउँदैन अरे नि त्यहाँ हुन्छ म त जिरा र मेथी हालिदिनु पर्छ त्यसो पड्काउँदै खानु होइन तिमीलाई त पुरा मम्मीले पिसिरहेको त्यो पिसेको भयो होइन मिक्स मसला लो लाँदा हुन्छ त है हजुर त्यस्तै लाग्छ त्यो लाने सबैको ठुलो लाग्यो जाडोको चाहिँ त्यो 2 जोड्नमा कि 1 जोड्ने पुग्छ वाटरप्रुफ ज्याकेट पनि किनिन्छ किनेको छ हामीलाई चाहिँ अनि अर्को चाहिँ के अरे विन्ड चिटर हाँ? डाउन ज्याकेट डाउन ज्याकेट चाहिँ एउटा किनेको छ भित्र इनरहरू किन्नुपर्छ पर्दैन अनि जस्तो अब जाडो सुरु हुन्छ कि गर्मी सुरु हुन्छ अहिले अब चाहिँ कुन महिनातिर बढी जाडो हुन्छ जनवरीसम्म निकै जाडो हुन्छ है ल तिमीले त किनेको छौ त्यस्तै अलिअलि गर्मीको अलिअलि दुई खालको किनेको छ गर्मी र जाडोको किनेको छौ अनि त्यो के अरे सुत्दाखेरि चाहिँ अनि त्यो लुगा के त्यो रेन्टबाटै दिन्छ कि सिरपहरू यहाँदेखि पठाउनु पर्ने कि के अरे त्यो दिन्छ तन्ना दुईवटा किने तन्ना दुईवटा सिरानीको पो त्यति भयो त अब फेरि बारे भइगयो होइन त्यो मैले चाहिँ सोचेको सन्ध्यालाई सोधेर अब सिरप त असम्भव छ त्यो सानो खालको के अरे स्लिपिङ ब्याग पो किनौँ कि भनेर फेरि भए तलै पाउँछौँ त्यो कुरा भएर त्यो चाउचाउ कुन खानु पर्छ भनेर मलाई ल धेरै त होइन म कति हुन्छ 8 10 10 20 कति हुन्छ होइन वेट अब कम भयो भने के छ यो त्यो दिदीहरू ए राई भएर अब हेरिहाल्छ नि के थरी लाग्यो के राम्रै चल्छ त्यो फोटो नेपालीको जानु होला नेपालीकोमै जानु बस्ने बस्नेको नेपालीको सेयरिङमा सेयरिङ रुम सेयरिङ ल अनि त्यो ट्रेनमा त्यहाँदेखि आउनु फेरि महँगो होला त्यो गाह्रो हुन्छ नि गएर आउनु जानु टाढो भए
होइन तिमीलाई चाहिँ काम मिलाइदियो भने पनि जानु आउनु के त अब 1-2 घन्टाको बाद कति 1 घन्टामा कति लाग्छ ट्रेनको पैसा लाइन सकिन लाग्यो रोजले केस काट्दैछ के भन्दैछ के भन्नु खोज्दै लाग्यो दिन्छ होला पैसा दिएर दिन्छ नि त्यो पनि यार त्यो पनि त्यसको लागि पनि पैसा जोडेर आइछ नि लागिहाल्छ कति त्यहाँ कति गर्नु कति भनेको टोकेको त्यो अनुसार हो नि अब कलेक्सन त्यो कलेक्सन भिन्दै कलेक्सन भिन्दै तपाईँको कति लिएको थियो कलेजको पेपरमा हुन्छ हाम्रो चाहिँ अब 210 लिन्छ मेरो चाहिँ 210 त्यो कति हुन्छ त्यो चाहिँ के भनेको त्यो 6 महिनाको हो नि त मेरो 6 महिनाको दाइले कति महिनाको हो त्यो अनुसार टोकेर दिएको हुन्छ क्या ए के भनेको थियो भने स्टुडेन्ट कार्ड होइन स्टुडेन्ट कार्ड भन्दा नि ट्रेन टिकट भन्नुहोस् न इन्स्टा टिकट भन्छ नि ए ल ल भरे फुर्सद छ भने भरे केस काटिसकेर कुरा गरौँला है ल ल